Let's take a look around. Hi guys, this is Twinkle. Welcome back to my YouTube channel. आशा गर्छु कि हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले भ्लग सुट गर्न गइरहेको छु किनकि आज हामीले मनाउँदै छौं मेरो साथीको बेबी शावर प्रोग्राम। सो मेरो रेजिना साथीको आज बेबी शावर को प्रोग्राम गर्दै छौं हामीले र यो प्रोग्राम चाहिँ हामीले हाम्रो घरमा गर्न लाग्यो यो पाली। सो preparations are चल्दैछ र let's go and see के preparations हुँदैछ। let's head down. Okay, so सामानहरु चाहिँ यहाँ छ, अझै सबै अर्गनाइज भइसकेको छैन। यो हाम्रो आर्टहरु रेडी छ, हाम्रो डेकोरेसन चाहिँ आज बाहिर हुने वाला छ र यहाँ हेरौँ यहाँ किचनमा के हुँदैछ। हेलो Cleaning. Hi. हेलो। सो खुशीले चाहिँ आज बिहानदेखि काम गरेको गरेछ। Unfortunately, she will only be involved for the preparation. किनकि खुशीको काम छ in the evening र अहिले चाहिँ खुशीले अचार बनाइसकेको छिन्। Oh my god, that looks yum. That looks yum. And then cleaning job हुँदैछ यहाँ। Okay. So this is our welcome board र यसमा अब बलुन्सहरु एड गर्न बाँकी छ। हाम्रो आजको प्रोग्राम चाहिँ यहाँ हुन्छ बाहिर। हामीले यहाँ डेकोरेसन गर्छौं। अहिले यो टेबलहरु हटाउँछौं। यो हाम्रो स्पेयर डाइनिङ टेबल हो। यो हामीले अहिले हटाउँछौं एकछिन पछि। यहाँ हाम्रो निशा चाहिँ आएर पुरा काममा लागिसक्यो। यहाँ चाहिँ निशाले बलुन गर्दैछ अनि हाम्रो यता बाबाहरु नि आउनु भयो कालकालोबाट। हेलो बाइ बाइ। भिडियो ए ल अनि त्यस्तै छ यहाँ सबैजना आउनु भएको छ। हेलो भाउजू। प्रिटी इन व्हाइट। हेलो पुपु। राम्रो देखाछ। कस्तो देखिएछ टिकु? हजुर रेडी हुनु भएको छैन अहिले? हजुर रेडी हुनै छ अहिले। त्यसो भए त म उभिने। ल यता दुईजना रेडी भएर बस्नु भयो। हेलो 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 पटाटो। कस्तो राम्रो घाम लाग्यो आज। ल ओके। सो हाम्रो यहाँ चाहिँ हल्का भयो। बाँकी कामहरु यो बलुनहरु चाहिँ खास हामीले अहिले एकछिनमा राखौँला, नभए घामले बिगाड्छ भनेर यहाँ राखेको। द्याट्स द वेलकम बोर्ड। अनि यहाँ भाउजूले धेरै काम गरेर कम्प्लेन गर्दै हुनुहुन्छ। त्यही त। मलाई लास्ट त नदेखिन भएन। ल भाउजूले काम गर्दै हुनुहुन्छ। यहाँ गिफ्ट प्याक भइसक्यो। आउरा दाइले भएर बलुनहरु भइसक्यो। ह्याभिङ अ रेस्ट। अनि हाम्रो बाहिरको यस्तो देखिएको छ। सो यो हाम्रो आर्टहरु चाहिँ गइसक्यो। प्लिन्थ रेडी छ। बेबीको त्यो पनि रेडी छ। अब जस्ट बलुन लगाएर यता साइड र उता साइडबाट अनि त्यसपछि हुन्छ र अब म पनि रेडी हुन जान्छु अब। अनि रेडी भएपछि आई थिंक my friends will be here soon too. Stay tuned. र यसरी नै मेरो हस्बेन्ड पनि आउनु भयो। हेलो हेलो। ल अब छिटो शावर गरेर रेडी गरिहाल्नु। एकदम अवश्य। ओके ओके गाइस, सो यसरी नै म रेडी भइसके। सो आज चाहिँ व्हाइट थिम हो। सो हामीले चाहिँ केटीहरूले चाहिँ व्हाइट लगाएको छ र हाम्रो मम टु बी र ड्याड टु बीले चाहिँ ब्लू लाउनु भएको छ। अरूहरू चाहिँ ब्लू व्हाइट अलिकति यताउता गरेर। सो आइएम रेडी र अब त्यो साथीहरू पनि आइसक्नु भयो कतिजना। I'll introduce you to them. हेलो रिदी। हेलो भन्देऊ न। के गरेको रिदीले? मेकअप गरेको। ए ल ल छिटो मेकअप गरिदिनु। अनि अब हामी फोटो खिच्न पर्छ है त। यस्तो यस्तो गर्ने, यस्तो यस्तो गालामा यस्तो यस्तो गरेर त ब्लेन्डर। हेलो हाम्रो रश्मि पनि आइसक्नु भएको छ र यता हाम्रो डिप्स पनि आउनु भएको छ। हेलो डिप्स। हेलो अविनाश। हेलो आन्टी। हेलो सारवी। हेलो पुकु।
हेलो ऊ उभिए छ ल ल ल ल पुगो ल ल ल अब उभिने जम्पी ल ल ल ल जम्पी 1 2 3 go हेलो नमस्ते नमस्ते वेलकम चिनायो तुमने दिपेश दाई दिपिना welcome sis हेलो hello हेलो हेलो रश्मि सो यहाँ छ चिज प्लाटर र डिप्सहरू यहाँ छ डिप्सले ल्याएको तरकारी पानीपुरीको ग्रेभी पानीपुरीको आलु आई मिन दिस इज आलु अचार हामीले बनाएको यो रश्मिले ल्याएको भेज तरकारी दिस इज पानीपुरी यहाँ प्रन्स छ अनि यो त गिफ्ट हो वाइन अनि यो पानीपुरीको झोल अनि दिस इज चिकन more prawns and copper chicken ready to be roasted हाम्रो पुलाव स्पेशलिस्ट दिप्सले बनाएको कराई पनिर याम के भयो तिमीलाई चाहिँ मखनी गोबी फ्रुट प्लाटर इन प्रोसेस र हाम्रो फ्रुट प्लाटर स्पेशलिस्ट मको जुस पसल नि छ है हो नि क्रेगी बनमा उहाँको जुस पसल छ अनि फलफुल पसल्नु छ सक्का सक्यो हो मेरो डेली ग्राहक चाहिँ बिहाइन्ड द फोन है ए बिहाइन्ड द फोन हो फ्रीको ग्राहक होला नि 2 3 गो for this balloon to go out त्यसलाई त्यसको साइडबाट ल्याएर Okay, so this is how it's looking. अझै एउटा साइडको फुलाउन बाँकी छ बलुन हेलो नमस्कार नमस्कार हेलो रे हेलो रे हेलो दिना के छ हेलो नमस्कार Okay, that's the final setup. Yeah, it's looking so pretty.
के भनेको हामीले चकचक गरे हो र के हो त्यो त्यो यो भन्देऊ फुटायो फुटा छैन नफुटाउ ल ल अन्ट्री टाइम सबैजना इन्जोय गर्दै हुनुहुन्छ र यहाँ अर्कै कस्तो छ बवाल छ बवाल Okay, so everyone's enjoying. Hi guys, so अन्ट्री खाइसकेपछि चाहिँ अब चाहिँ हामी गेम खेल्नतिर लागेको वर्ड फाइन्डिङको गेम छ र जसले सबभन्दा चाँडै गर्ने त्यसले जित्ने अफ कोर्स वी हेभ 2 winners in this game. So let's get the audience. Welcome to our round of games. अब चाहिँ हामी वर्ड फाइन्डिङ गेम्स खेल्दैछौँ पहिला हेरिसक्नु भयो सबैले यस्तो वर्ड सर्चहरू सो यु निड टु फाइन्ड द लेटर्स चाहिँ तल छ वर्ड्सहरू चाहिँ अनि यसलाई चाहिँ अक्रस हुन्छ कि कसरी हरिजन्टल हुन्छ कि भर्टिकल हुन्छ कि फाइन्ड गर्ने टु फाइन्ड इट अनि वी विल हैव 2 winners first and second. I'll show you gift as well. गिफ्ट जसले फर्स्ट गर्नुहुन्छ उहाँहरूले जित्नुहुन्छ है त गिफ्ट चाहिँ यहाँ चाहिँ For now, I will distribute them. मेरो मेरो सहमति छ यो कुरोमा निशाजी क्यामेरा यता मेरो पेनको निबे यत्रो मोटो हो अनि त्यहाँ सर्कल ए हाइलाइट बोर्डै मेटिन्छ मार्कर हो नि त यता खोज्नु त यता छ कि हजुर असमति भएको मान्छे गएर खोज्नु त्यहाँ पेन छ कि होइन त्यसलाई हाइलाइट गर हो पुरै ढाकिदिन्छ खै मैले जता गरे नि हुन्छ त्यसो भए खै मेटिन्छ ए ओभरल्याप हुन्छ ल तपाईको मेरो मार्क छ Be fair अनि नफर्काइदिनु होला अहिले कसले नफर्काउने सबैले आफ्नो हेर्नु होला है कसले नखोल्ने है नानी यस्तो कुरो रहेछ मलाई हिजो दिन पर्थ्यो प्ले गर्न एकदम पक्का मान्छे अनि खोला पाउनु है गाइस मैले यहाँ क्यामेरामा हेरिरहेको छु है रश्मि हामीलाई फेयर हुँदैन त डिस्क्वालिफाई है अनि हामी लास्टमा हुनेलाई फेयर हुँदैन नि अनि तपाईहरुले खेल्ने हो जसले फर्स्टमा सबै भ्याउँछ अनि हात उठाउनु पर्यो shoes देखाछ नि माथि shoes को खोज्नु पर्यो अब सुज खुट्टामा खोज्ने अनि यतिकै यस भनेर हुन्न है अनि वी विल चेक अब हजुरले मेरो भ्याइयो भने नि त्यसको चेक हुन्छ पर्दैन ल ल 1 2 and the time starts now मेरो चाहिँ यति भएको छ र स्ट्रेस इज अन एभ्रीवान्स कन्सन्ट्रेटिङ यति धेरै त हजुरहरूले स्कुलमा पढ्नु भएको भए सबैजना टपर भएर आज युएस हुनुहुन्थ्यो होला हेर भाइ त कतिवटा भएछ त्यसको ओ माई गड स्ट्रेस इज अन एकजना यहाँ कुन्नामा फेरि रिदिले नि गरेछ रिदिले नि गरेछ ओ गुड जब रिदि गुड गोइङ Oh my god, looks like we have 2 winners. Lo, oh guys. Let's give up. मेरो राउन्ड भाइको के मैले नि भेटेको सबै दुईजना जो अब ल निशा ल हामी बराबर चाहिँ गर्नु मेरोमा चाहिँ एक्सप्लेन गर्नुपर्छ है मैले तिमीलाई ओ 1Z कहाँ थियो अरे 1Z उ त्यो फर्स्ट वर्ड हेर्दै जाउँ यो बेसिनेट भएछ स्ट्रोलर भएछ सबै भयो चेक गर्नु पर्दैन टाइम क्रिप भएछ ब्ल्याङ्केट भएछ भएछ प्यारेन्ट भएछ टेन लागेछ दुईजनाले त Only two winners. ए स्ट्यान्ड बाईमा भइसक्यो सबै भइसक्यो
ल दाइको चाहिँ गरौँ ल प्रकाशजी चाहिँ एउटा विनर भइसक्यो है दाइको नि खै त हजुरले ब्यासिनेटै भेट्नु भएछ यसरी हो मैले त्यहाँ त्यो लाइन केरिन्छ भनेर मैले नगरेको कि खै त यसलाई चेक गर न यो अनि अर्को चाहिँ यो हो कि मैले बिग्रिन्छ भनेर बिग्रिन्छ भनेर म त्यसो गरेँ ओके भेना दुईटा भेना ए दुईटा भेना रे प्रकाशजी र भेनाले अनि उहाँ दुईजना कहाँ बुढाबुढी हो त मेरो हस्बेन्ड प्रकाशजी आसन ग्रहण गर्नु होला ल बधाई छ ल सेकेन्ड विनर आफै लाने भनेर गिफ्ट खतरा ल्याए जस्तो छ त दिपेश दा गिफ्ट पनि देखाउनु पर्छ किन हेर्ने गिफ्ट इच्छा नि अब के आयुष थर्ड विनर क्यान्डल ल वेलकम गाइस थ्यांक यू फर योर पार्टिसिपेसन यही बस होला यही बस अब सबैजना यही बस्नु होला किनकि अब हाम्रो अर्को गेम रहेको छ मम्सहरूको लागि गेम अनि हैन नि उहाँ यो जसले पहिला लेखिसक्यो उसैले प्राइज पाउने सबै सक्नु पर्यो कि र हजुर के गर्ने त ढिला गर्छ पनि के कन्सन्ट्रेटमा काम गरे नि आन्टी भेनाले गिफ्ट लगाइसक्नु भयो हो मेरो गल्ती हो भाइजू एब्सोल्युटली राइट सरी फर डिस्ट्रिब्युटिङ यहाँ ज्वाइँले पाइसक्यो किन चिन्ता त तपाईँलाई उहाँको फेभरेट हो यहाँ हो नि त यो गेम चाहिँ आमाहरूको र बाबाहरूको गेम हो र त्यहाँ हजुरहरूले हेर्नु भएको छ के हेर्नु त मामा बच्चा छ यो बच्चा छ यहाँ छ बच्चाको चुसु चुसुलाई मुखमा लगाइदिन पर्यो तर चिप्मा गरेर। भन्दाखेरि हामीले आँखा छोपेको हुन्छ मुखमा लगाइदिन पर्यो मामा खेल्नु गिफ्ट लानुपर्छ कि मामा हेर्नु मन लाग्छ छैन ल नहेर्नु आन्टी ल घुमाउने त एक राउन्ड दुई राउन्ड त्यो घुमाउन नि पर्दैन क्या 2 राउन्ड ल सिधा अरे वहाँ हामीले एभ्री सन्डे घुमाइराख्छौँ ल अब एक दुई ल छोडा सिधा अब दस्यो अब कहाँ छुन गएको हजुर होइन छुन पाइदैन पाइयो मम्मी पोस्टर त भेटाइसक्यो हजुरले पहिला आन्टीलाई दिमाग लगाउनु दिनु होइन त्यहाँ लेख है फेरि थाहा हुन्न क्या त्यही हो पोस्टर कस्तो त त्यही हो बुबुला ल खोल्दै के हो पछिवाको चालमा बिराजु हिँडाइ त अनि ओहो ठ्याक्कै फेला पार्नु भयो छाप्नु नभयो त्यो त छाम्न त पाइन्थेन के अरे ओके ठ्याक्कै ओए आमा यसमा लेख्दै हुन्छ कि थाहा छैन कि बिचार
दोस्रो हातै सोझो छैन मामा तपाईँ नि लाइनुहोस् सोझो नभए छोराहरूलाई चाहिँ सिधै बनाइसक्यो हजुरले ठिकै छ नि त के तपाईको त प्र्याक्टिस भइरहेको आमालाई प्र्याक्टिस गराउनु पर्ने रहेछ है जो टन्नै यस्तो थाहा पायो ल भयो भएकै छ होइन ल अब सिधा है त ल अब सिधा 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 हिँड्नु सिधै हिँड्नु हिँड्नु अब आउनु भित्र क्या छ अलि राख्नु है त यस्तो घरमा लिन पाइन्छ ढल्नु पाइयो नि बिचरा के हो जानु जानु हाटी कस्तो छामिसो कस्तो खानु पाइयो अलि माथि डाल यता ल्याउ न अलि टाढा भयो हो त्यहाँ अब भयो आउनु आइज 3 ताल घुमाइदेऊ ए पाउ पाउ खोइ स्टिकर दिएको स्टिकर मान्छे एकछिन एकछिन रहेछ यो यहाँ स्टिकर छ यहाँ यसरी त्यसरी यसरी होइन यसरी समाउनु पर्छ अनि ठ्याक्कै सिधा हुनु पर्यो त्यसै समात्नु नचलाउनु त्यसलाई ल निसाजी दोहोरो प्र्याक्टिस हेर्नु कति स्ट्रेस गर्दैन माइजु स्टिकर कता हेर्नु त यो कागज छाप्नु पर्दैन मामा जित्नुपर्छ है अब मेरो रीतिलाई पनि गराइदेऊ न ल ल गर्छु यो क्याप मैले दिन्छु यो हजुरले त्यसलाई तताएर निकाल्नु अहिले छोडिदिनु अलिकति ल। अलिकति यता आउनु राइटमा आउनु मेरो मम्मीतिर अझै एउटा राउन्ड टिस्यु अङ्गल भने सिरियस मुडमा यसो त अलिकति दाहिने गरेर यसो बढाइदिनु त होइन होइन मामालाई केही नभन्नु मामाले चाल्छ आउनु मामा आउनु मामा है के चाल त एउटै हो त निसाजी होइन न बाटो त सिधा भन्नु गराउनु पऱ्यो नि मामा यता अरे त अरे त अरे सिधा जानु मामा हो ए घरि भन्नु उठ्नु बाबु नाना लगाउनुलाई सिक्यो के मामु सिधै गएर भेटाउनुहुन्छ अक्टो नाना लगाउनुलाई वा मामा यस मामा यु क्यान डु इट मामा त्यो अगाडि अनि वा मामा यु क्यान डु इट मामा अरे त पुरा शैलीमा गर त तालिङ भयो हजुर हाम्रो बिनाको मम्मी दुर्गा आन्टी पहिला खेल्नु भएको कङ्ग्रेचुलेसन आन्टी अब सेकेन्ड गिफ्ट चाहिँ घरको गिफ्ट चाहिँ घरमै आउने भयो कङ्ग्रेचुलेसन आन्टी थ्याङ्क यू रश्मिले गर्ने रे ल रश्मिले खेल्न आइज ए रिदी सबैजना हो कहाँ गयो त्यो रिदी खेल्ने रे
ल गएर स्टिक गर्ने है वालमा ओके लेट्स गो रिदी रिदी गो 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 रिदी अलिकति हातमा दे अलि माथि अलि सिधा गरी पर्थ्यो रहेछ हजुर तिमी चाहिँ खतरा जाने हैन फेरि हुँदै गयो नि हुन्छ तपाईँ भित्तामा सोध्नु नि फेरि यस्तै हो जिन्दगीमा भेट्न गाह्रो हुन्छ निशाना चाहिँ मान्नु त छाउडा पर्यो दिप्स ओइ 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 भित्तामा ठोक्ने हैन खान्छु ल्याऊ ए त्यस्तो छाप्दे होटेलले त त त्यसले छापी के हो अलि छाम्नु भएको अब क्यामेरा वुमेनको पालो ल घुमाम ल जल्दी खतरा टाइममा आउनु भयो निशाजी के पालो छ ल ल ल ल मामा निशाजीले दिमाग लगाउनु Good job, Nishaji. Yes, that's it. That's it. गुड जब खतरा निशा यार हाटमा ल ल दिनाको पालो अब त्यसपछि भाउजू रेजिना र उदय बेनान गर्नुपर्छ है हजुरलाई है ल लास्टमा सबैले तालेपछि छानेर हाम्रो नभए सिधा यस्तो सिधा टाँसिदिन पर्यो ए त्यही हो यो ठ्याक्कै थाहा पाइदिनु ल लेट्स गो सीधा सीधा है ए बी हजुर त्यो होइन सिधा पोस्टर टाँस्ने हिसाबले बोर्ड गऱ्यो नि त्यस्तो छामछुम गरेर ल ओ एक्ज्याक्टली जेल भएको नभए त गाली खानुहुन्छ त अनि हाम्रो ड्याड टु बीको पालो है त हेरौँ कति राम्रो ड्याड बन्नुहुन्छ पहिला पहिला छाम्ने अन्त चाहिँ पहिला छाम्ने पोस्टर छाम्ने होइन पोस्टर मात्र पत्ता लगाउनु पर्यो टाँस्नु नभन्दा अब अलिकति बिचमा यो चुबीको पालो है त ल मम चुबी हजुरलाई नघुमाम होला है ल ल सिधै हिँड ल
ठिक छ त्यो बाटो चाहिँ यसो Let's take a look around. Oh, good luck, Yo-Yo. ओके होइन होला यतैतिर थियो त होला ल clap 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 right place yay ल धेरै सिकेछन् हाम्रो very very much ल have a safe delivery You make us feel like this is your program. Thank you so much for the hospitality. You're welcome, Joseph. Good night. Good night, and फेरि भेटौँला है हस् यहाँ चाहिँ आउनुपर्छ है आन्टी फेरि ल ल आइराख्नु ल रेजु ल बाई भेट्दाखेरि बेबी हुने हो कि फेरि हस् ल भेना थ्याङ्क यू फर कमिङ बिचारा नताइदेऊ न मान्छेलाई झन् हस् आमा ल खुसी लाग्यो आउनुभयो यो चाहिँ रिदीको गाडी अर्को गाडी जैसा बाई ल जयसाब बाई 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 ल बाई 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 दादालाई दादालाई बाई 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 काम नलाउँछ यो मान्छे बाई 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 साइसु बाई 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 खै त बाई गरेको बाई Hey guys, so दिन चाहिँ सिद्धियो आई डोन्ट नो सुट चाहिँ मैले के गरेँ के गर्न भ्याइनँ तर रमाइलो भयो जसरी हजुरहरूले हेर्नुभयो सबैजना आउनु भएको थियो र बेबी शावर चाहिँ सक्सेसफुल भयो ल या आई होप हजुरहरूलाई हेरेर मन पर्यो होला हामीलाई पनि धेरै नै रमाइलो भएको थियो अनि आई विश माई फ्रेन्ड मेरो साथीलाई धेरै धेरै शुभकामना have a safe delivery and with that I'll take a leave from you keep loving and subscribing to my channel and I'll see you in my next one bye